खाना त एक नम्बर बनाएको छ। मिठो घरतिरको खा कि नै चोरा बाले चोरा आमेल पकाएन जस्तो एकदम आज चाहिँ हाम्रो होइन बिन्दर भाइ आएको छ ट्याक्क लाएर होइन छुट्टी मान्नलाई। आज चाहिँ हामीले खाँदैछौँ सिम्पल खाना है, चिकन करी गाउँको क्या, गाउँको स्टाइलमा चिकन करी प्लस अब ट्याक्क लाएर भात खाँदैछौँ। अब के कस्तो लाग्छ होइन ट्याक्क लाएर। अब भात चाहिँ यही हो, मस्त प्याज छ, चिकनको झोल छ, खानुपर्छ मस्त भएर आज कुशलको रुममा आएको ट्याक्क लाएर मोजै नै छ गाउँको भाषामा चप्प लाएर ट्याक्क होइन। अब ट्याक्क खाने हो, च्याप्पल तपाईँहरूले पनि खानु होला होइन। बढिया बना रखा है सेम घरतिरको जस्तै। अरे मजा। आज खाना चाहिँ बिन्दरले बनायो है, खत्रै मजा। खाना त एक नम्बर बनाएको छ। मिठो घरतिरको खा कि नै चोरा बाले चोरा आमेल पकाएन जस्तो एकदम मस्त। कता जाने होस् राम्रो कहिले हुन्छ यार सबै नेपाली पारामा है, च्याप्प होइन ग्रेभीसित च्याप्प भात यसरी मुछेर होइन खाना मिठो बनायो नि एकदम। पाहुनालाई हेर्दै खाना बनाउनु भने भाइरस नि त है। तपाईँहरू पनि कहिले काहीँ दिल्ली आउनु छ नि कुशलको रुममा आउनुलाई आफै बनाएर खानुपर्छ ताकि एकदम मिठो आफै बनाउने खाने चप्प बिग्रिन्छ मासुको पिस पुरा रहेछ नि। त्यो खानुहोस्
मलाई फेरि मासु भन्दा पनि ग्रेभी र चामल चाहिँ यस्तो के मजा लाग्छ। मासु मैले चाहिँ धेरै खान्न बरु। मैले बनाएको भएर हो कि आज च्याप्प के अरे मिठो भएको। होला होला होला। आज खाना मस्त खाइएको होइन। हाम्रो चाहिँ हामी यस्तै छ। भाइ आएको छ। एउटा खुर्सानी छोडिदियो। दुईटा खुर्सानी छोडिदियो। किलो रहेछ खतरा। खाना चाहिँ मस्त खाइन्छ नेपाली स्टाइलमा होइन। आज चाहिँ मस्त मजा आयो। तपाईँलाई चाहिँ भिडियो हेरेर कस्तो लाग्यो खै कुन्नी मलाई थाहा भएन। त्यही पनि कमेन्ट गरेर भनिदिनु होला होइन। मजा आयो कि आएन। भाइ यो सुधार्न पर्छ भाइ भनेर होइन यसो ट्याक्क भनिदिनु होला। अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। त्यही नै हो।